पोस्चर क्रल गर्नलाई तपाईले तीनटा कुरा ध्यान दिनुपर्छ फर्स्टमा प्रपर सेटअप हामीले मसिनलाई चाहिँ हाम्रो हाइट अकर्डिङली सेट गर्नु पर्यो सो यसमा चाहिँ हामीले मिलाउने भनेको सिट एउटा मात्रै हो सो यो चाहिँ तपाईले हाइट अकर्डिङली एडजस्ट गर्नु पर्यो सिट एडजस्ट गरिसकेपछि चाहिँ चेक गर्ने तपाईले यहाँ बेन्चमा बस्दाखेरि चाहिँ तपाईको यो चेस्ट यसरी आएको छ कि छैन भनेर सो मिड चेस्ट चाहिँ यो फर्ममा आउनु पर्यो अगाडिको बेन्चवाला फर्ममा सेकेन्डमा चाहिँ हामीले मसिनलाई कसरी ग्रिप गर्ने र आर्म्स कसरी प्लेस गर्ने भनेर हेर्नुपर्छ ग्रिप चाहिँ हामीले सोल्डर डिस्टेन्समा राखेर यी हातले माथि फेस गराएर ग्रिप गर्छौँ यसरी समातेर ग्रिप चाहिँ यो छुट्नु भएन है ग्रिप यस्तो कडा गरेर राख्नु पर्यो वर्कआउट गर्ने बेलसम्म अनि आर्म्सलाई चाहिँ हामीले यो बेन्चमा यसरी प्लेस गर्नु पर्यो है अनि यो यस्तो स्ट्रक हुनु भएन चेस्ट अप यत्तिकै सोल्डर डिप्रेस हुनु पर्यो अब मुभमेन्ट गर्दाखेरि चाहिँ हामीले यो क्रल गर्न नखोजेर रिस्टलाई एकदमै स्टेबल सिधा राखेर कन्ट्रोलमा यत्तिकै मुभमेन्ट गर्न खोज्छौँ यी अनि मजाले छोडेर माथि क्रल गर्यो यदि हजुरहरूलाई यस्तै भिडियोहरू हेर्नु छ भने मलाई सब्स्क्राइब गर्नुहोस्